मास्टर्स पढ्दै थिएँ म। दिनेश पौडेल उहाँको हाइपरलुप सम्बन्धी कामलाई लिएर चिनिनुहुन्छ। त्यो कम्पिटिसन भयो, डिफ्रेन्ट स्टेजेस भयो, लास्टमा तीनवटा टिमले रन गर्यो अनि फास्टेस्ट स्पिड भएर चाहिँ हामीले जित्यौँ अनि त्यसपछि प्राइज दिन आउनुभयो थियो। हात मिलाउने हात चाहिँ कुन रे? हाल पिएचडी गरिरहनुभएका उहाँसँग हामीले उहाँको भारतमा ब्याचलर पढ्दाको अनुभव अनि जर्मनी रोजाइको कारण, जर्मनी किन आएँ म र हाइपरलुपसँग कसरी जोडिने भयो भन्ने विषयमा कुराकानी गरेका छौँ। हाइपरलुपको टिममा भ्याकेन्सी छ अरे जस्तो भन्ने कुरो आयो अनि त्यसपछि लास्ट डेडलाइन थियो कि समथिङ के थियो अनि झ्यापझुप एप्लाई गरिदिइहाल्यो। साथै इलन मस्कसँगको भेटमा के कुराकानी भए भनेर पनि हामीले सोध्यौँ। प्राइज दिने क्रममा चाहिँ हामीले यस्तो बनाएको छौँ भनेपछि हि वाज इन्ट्रेस्टेड। त्यसरी आएर लाइक प्राइज दिन मात्रै आउने त्यति बिजी मान्छे चाहिँ त्यति धेरै सोध्ने अथवा क्वेसन आउला जस्तो त लागेको थिएन। आउनुहोस् आजको कार्यक्रम सुरु गरौँ।